नमस्कार। आज हामी नेपालको आयुर्वेद परम्परामा अलिकति गहिरिएर कुरा गरौँ है त। नमस्ते, गरौँ न। हामीसँग यसको परम्परागत उपचार विधि अनि जीवनशैली अहिलेको अवस्था कस्तो छ भन्ने बारे केही जानकारीहरू छन्। हो। आजको हाम्रो यो छलफलको खास उद्देश्य चाहिँ के हो भने नेपालको आयुर्वेद मतलब यसको त्यो पुरानो ज्ञान अनि अलि फरक खालका हिमाली जडीबुटीहरू, गहिरो आध्यात्मिक अभ्यासहरू अँ, यी सबै मिलेर कसरी अलि विशिष्ट बनेको छ होइन। अनि आजकलका जुन चुनौतीहरू छन् नि त्यसको लागि केही फरक केही अद्वितीय अन्तर्दृष्टि दिन सक्छ कि सक्दैन भन्ने हो। एकदम। सुरुमा अलिकति पृष्ठभूमि बनाइहालौँ न त। आयुर्वेद भनेको त खासमा 5000 वर्ष पुरानो भारतीय चिकित्सा प्रणाली हो होइन त। हो, मूलत त्यताबाटै आएको हो। यसले शरीर, मन अनि आत्मा यिनीहरूको सन्तुलनमा जोड दिन्छ प्राकृतिक विधिहरूबाट। जस्तै जडीबुटी, खानपान, जीवनशैली परिवर्तन। यस्तै कुराहरू भयो होइन? हो, त्यस्तै। तर नेपालमा आइपुग्दा नि आयुर्वेद केवल एउटा उपचार विधि मात्रै रहँदैन क्या। यो त जीवन जिउने तरिका नै बन्छ। जीवन जिउने तरिका नै कसरी? यहाँ कस्तो छ भने हिन्दू र बौद्ध दर्शनको गहिरो प्रभाव छ। अनि यसको विशेषता भनेको वैदिक ज्ञान त छँदैछ, सँगसँगै हिमालयको हाम्रो आफ्नै जैविक विविधता पनि मिसिएको छ। त्यो हिमाली जडीबुटीहरूको कुरा गर्नुभएको? हो त। जटामसी, टिमुर, सुगन्धवाल, यार्सागुम्बा जस्ता होइन यस्ता जडीबुटीहरूको प्रयोग हुन्छ। यिनीहरूको गुण पनि यहाँको उचाइको वातावरणले फरक पारेको हुन्छ भन्ने विश्वास छ। प्रयोग गर्ने तरिका पनि अलि भिन्न हुन सक्छ। अनि अर्को एउटा चाखलाग्दो कुरा पनि थियो नि, स्रोतमा धामी झाँक्रीहरूसँगको सम्बन्ध। त्यो एकदम महत्त्वपूर्ण कुरो हो। यहाँ आयुर्वेदको अभ्यास त्यो स्थानीय परम्परागत उपचारकहरू जसलाई हामी धामी झाँक्री भन्छौँ उहाँहरूको अभ्याससँग गहिरो गरी जोडिएको छ। हो र? त्यो त अचम्मको मिश्रण भयो नि। हो नि। यसले रोग चिन्ने र उपचार गर्ने तरिकामा पनि एउटा फरक आयाम थपेको छ। फेरि योग, ध्यान, आध्यात्मिक अनुशासन यिनीहरूसँग त यसको एकदम नजिकको सम्बन्ध भइहाल्यो। अनि रोग लाग्नै नदिने मतलब रोकथाम र जीवनशैली सन्तुलनमा चाहिँ निकै जोड दिइन्छ। त्यो धामी झाँक्रीसँगको एकीकरणको कुराले त मलाई साँच्चै नै प्रभावित पार्यो। यसले त अभ्यासलाई अझै समग्र, अझै स्थानीय बनाउँदो रहेछ। यस्तो बहुआयामिक प्रणालीलाई चलाउन, व्यवस्थित गर्न नेपालमा कस्तो संरचना छ त अहिले? यसको औपचारिक संरचना पनि राम्रै छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत नै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग छ। त्यसले नियमन, प्रवर्धन सबै गर्छ। अस्पतालहरू नि? सरकारी अस्पतालहरू पनि छन्। जस्तै काठमाडौँको नरदेवीमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र छ। अनि निजी क्षेत्रबाट पनि धेरै अस्पताल, क्लिनिकहरू खुलेका छन्। अनि पढाइको लागि कसैले आयुर्वेद पढ्छु भन्यो भने? त्यसको लागि पनि व्यवस्था छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत कीर्तिपुरमा आयुर्वेद क्याम्पस छ। त्यहाँ स्नातक तह मतलब BA-MS अनि स्नातकोत्तर तह MD सम्मको पढाइ हुन्छ। भनेपछि त दक्ष चिकित्सकहरू पनि उत्पादन भइरहेका छन्। हो, हजारौंको संख्यामा दर्ता भएका आयुर्वेद चिकित्सकहरू, वैद्यहरू हुनुहुन्छ नेपालमा। भनेपछि यसको अभ्यास र शिक्षाको लागि एउटा स्थापित प्रणाली नै रहेछ। अब अलिकति उपचार विधिहरूतर्फ लागौँ न त। नेपालमा कुन कुन आयुर्वेदिक उपचार विधिहरू बढी चल्तीमा छन्? विभिन्न परम्परागत विधिहरू छन्। पञ्चकर्म निकै लोकप्रिय छ। पञ्चकर्म त्यो भनेको के हो खासमा? यो चाहिँ शरीरबाट गहिरो गरी भित्र जम्नेका विकारहरू निकाल्ने, शुद्ध गर्ने 5वटा मुख्य विधिहरूको सेट हो। जस्तै वमन गराउने, विरेचन गराउने यस्तो हुन्छ। डिटक्स जस्तो? हो, एक किसिमले भन्दा डिटक्स नै हो। त्यस्तै अभ्यङ्ग मतलब तेलले मालिस गर्ने, अनि शिरोधारा निधारमा तेलको धारा दिने, बस्ती मतलब एनिमा जस्तो, अनि जडीबुटीको बाफ लिने स्वेदन भन्छ त्यसलाई, यस्ता विधिहरू नियमित प्रयोगमा छन्। यी विधिहरू सुन्दा त आरामदायी जस्तो लाग्छ, तर यिनी त गम्भीर स्वास्थ्य समस्याहरूको उपचारमा पनि प्रयोग हुन्छन् होला नि होइन र? हुन्छन् नि, अवश्य हुन्छन्। आयुर्वेदले त शारीरिक र मानसिक दुवै खालका समस्यामा काम गर्छ। जस्तै कस्ता अवस्थाहरूमा मान्छेहरू आयुर्वेद उपचार खोज्दै आउँछन् बढी? अब हेर्नुस्, जोर्नी दुख्ने समस्याहरू होइन, पक्षघात भइसकेपछिको पुनर्स्थापना,
पाचन सम्बन्धी गडबडीहरू, छालाका रोगहरू। मानसिक स्वास्थ्यको लागि नि आजकल तनाव चिन्ता त धेरैलाई छ नि। हो त, तनाव, चिन्ता, अनिद्रा जस्ता समस्यामा यसको भूमिका एकदमै महत्त्वपूर्ण छ। अनि हर्मोनल गडबडी, निसन्तान सम्बन्धी समस्याहरू, स्ट्रोक पछिको अवस्था, स्नायु प्रणालीका समस्याहरू, यिनीहरूमा पनि प्रयोग हुन्छ। समग्र स्वास्थ्य सुधारकै लागि पनि आउँछन् होला। एकदम। डिटक्स, पुनर्जीवनको लागि पनि धेरैले आयुर्वेद अपनाउँछन्। अनि त्यो हिमाली जडीबुटीहरूको विशिष्ट प्रयोगले गर्दा नि केही अवस्थाहरूमा अलि फरक, अझ राम्रो नतिजा दिन सक्छ भन्ने विश्वास पनि छ। ए र यो कुरा नेपालभित्र मात्रै सीमित छैन नि। नेपाल त अहिले वेलनेस पर्यटनको लागि पनि एकदमै आकर्षक गन्तव्य बन्दैछ। हो र? विदेशीहरू पनि आउँछन् नि। विशेष गरी पोखरा, काठमाडौँ उपत्यका अनि लुम्बिनी जस्ता ठाउँहरूमा विदेशीहरू डिटक्स कार्यक्रम, रिट्रिट अनि योग र आयुर्वेद सहितको आध्यात्मिक उपचार खोज्दै आउने क्रम बढिरहेको छ। ए त्यो त राम्रो कुरो भयो। हो, यही बढ्दो मागले गर्दा नै विशेष सेवा दिने केन्द्रहरू पनि खुलेका छन्। हो, जस्तै स्रोतमा उल्लेख भएको त्यो काठमाडौँ कपनको सहयोगी आयुर्वेदिक भन्ने क्लिनिक। उनीहरूले आयुर्वेदिक मसाज, एक्युपङ्क्चर, स्ट्रोक पुनर्स्थापना जस्ता विशेष सेवा दिन्छन् रे। त्यसले पनि यसको विस्तार देखाउँछ। एकदम हो त। संक्षेपमा भन्नुपर्दा नि नेपालमा आयुर्वेद भनेको केवल एउटा औषधि विज्ञान मात्रै होइन। यो त यहाँको संस्कृति, भूगोल, आध्यात्मिकता सबै कुरामा गहिरोसँग गाँसिएको छ। एउटा समग्र जीवन दर्शन नै हो। र यसलाई बलियो शैक्षिक र सरकारी संरचनाले पनि सघाइरहेको छ। हो, अनि विश्वव्यापी रूपमा पनि यसप्रति चासो र आकर्षण बढिरहेको देखिन्छ। त्यसो भए अन्तमा एउटा गहिरो प्रश्न मनमा आउँछ कि यो प्राचीन ग्रन्थ अनि हाम्रो आफ्नै अद्वितीय हिमाली जैविक विविधता, स्थानीय उपचार परम्परा, त्यो धामी झाँक्रीसँगको सम्बन्ध, गहिरो आध्यात्मिक अभ्यास, यो सबैको जुन अनुपम मिश्रण छ नि नेपालमा, यसलाई हेर्दा के नेपाली आयुर्वेदले आजकालका जटिल चुनौतीहरू जस्तै तनाव, नसर्ने दीर्घ रोगहरू, यिनीहरूको सामना गर्न यसको जुन भारतीय मूल छ वा पश्चिमा जगतमा जसरी यसलाई अपनाइएको छ, त्योभन्दा केही फरक, केही मौलिक, केही विशेष समाधानहरू दिन सक्छ होला त? यो सोच्नुपर्ने विषय हो जस्तो लाग्छ।